केआरसी युट्युब च्यानलबाट तपाईहरुले आफ्नो खेलेको खेलको भिडियोहरु हेर्न सक्नुहुनेछ र केआरसी युट्युब च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला। यस्तै अझै राम्रा भिडियोहरु हेर्न सक्नुहुनेछ। अब सर्भिस नगरपालिकाबाट भने रिसिभ नौबैनी गाउँपालिकाबाट यहाँ माइक्रोफोन जो एक दशक बिताइसक्नु भएको छ भलिबलमा, उहाँले आफ्नो भाइहरूलाई सिकाउँदै हुनुहुन्छ। उहाँ एकदमै अनुभवी नौबैनी गाउँपालिकाकै नभएर प्युठानकै एकदमै अनुभवी खेलाडी हो। उहाँसँग धेरै खुबी छ। अब हेरौँ है सबैजना उत्कृष्ट ब्लक त्यस्तै प्रहार एकदमै कडा प्रहार हाम्रो भाइ डिपीबाट। त्यसैले नम्बर गाउँपालिकालाई नम्बर 1-0 जसले जित्नेछ यो दुई टिम मध्ये ऊ सेमी फाइनल प्रवेश गर्नेछ। सिद्ध बाबाको एकदमै उत्कृष्ट पास बल कट्न पुगेन, त्यसको फाइदा जयबराथान झिम्पललाई। नम्बर 2-0 उत्कृष्ट जस्तो प्रहार त्यस्तै रिसिभ थियो तर लास्टमा रिसिभ हुन सकेन, त्यसको फाइदा नगरपालिकालाई। नम्बर 1-2 झपेन्दा भर्ती मगर पनि एकदमै चल्दा पल्दा खेलाडीहरूले प्युठानका जयबराथानका लागि बाधक बन्न पुग्नेछन्। स्पाइक लाग्न सकेन। उत्कृष्ट बल होइन पासा दिमाग। त्यसैले नम्बर नगरपालिकालाई नम्बर इक्वल टु बराबर 2 हाम्रो स्कोरिङमा उत्कृष्ट लेफ्टी प्रहार उत्कृष्ट ब्लक उत्कृष्ट रिसिभ भएको छ। अब फेरि लेफ्टी स्ट्राइक गर्न सक्छौँ। उत्कृष्ट प्लेस जयबराथान झिम्पो लेफ्टी भाइबाट नम्बर जयबराथानलाई। नम्बर 3-2 तपाईहरु जयबराथान झिम्पोको सपोर्टर हो कि नगरपालिकाको? भलिबल अर्को फाल्दिनु होला र सम्पूर्ण आयोजकका खेलाडीहरू तपाईहरु भलिबललाई उपलब्ध गराइदिनु होला। उहाँको लागि सेतरफुङ उत्कृष्ट ब्लक नम्बर इक्वल 3 गाउँपालिका र नगरपालिका बराबर। बोल फाल्दैन है यार कोही मुनिबाट यार बोल फाल्दैन किन स्पाइटपछि यो अरु बोलहरु कता छ आयोजक कमिटीका साथीहरु? बबिता रोका सर्भिस बल जालीमा मैले बारम्बार छ नगरपालिकालाई। उत्कृष्ट ब्लक जर्सी नम्बर 8बाट नगरपालिकादेखि नगरपालिकालाई नम्बर 11 उत्कृष्ट प्रहार टिक्रम फुल नगरबाट। यस्तो प्रहारहरू कमै देख्न पाइन्छ यस्तो झरीको बेला। यो भनेको हाम्रो भिडियो रेकर्ड भइरहेको छ हाम्रो केआरसी युट्युब च्यानलबाट। त्यसैले तपाईहरु त्यहाँ गएर युट्युबमा गएर सर्च गरेर केआरसी युट्युब च्यानलमा गएर आफ्नो खेल
हेरिदिनु होला र युट्युब च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। उत्कृष्ट सिङ्गल पदक थियो, मौका जयबरामलाई थानलाई। उत्कृष्ट पार हाम्रो दिपे भाइबाट उनी नौबहिनीको एक स्टार हुन्। उनको भविष्य राम्रै देखिरहेको छु मैले भलिबलमा। उनको हाइट पनि त्यस्तै छ, जम्पिङहरू। फेरि पनि मौका ओभरल्याप हुन पुगेछ एम्पायरको डिसिजन अनुसार। नम्बर 12 10 बिस्तारै बिस्तारै हिँड्दैछ जयबरा थान। उत्कृष्ट प्रहार, उत्कृष्ट डिफेन्स। फेरि मिस्टेक हाम्रो नगरपालिकाका खेलाडी झपन्ड भर्ती मगरबाट र नम्बर नौबहिनी गाउँपालिकालाई नम्बर 11-12 त्यो यो जुन टिम जित्ने त्यो टिम चाहिँ दोस्रो सेमिफाइनल पुग्ने। जयबरा थानका खेलाडीहरूबाट गल्ती हुन पुगेछ, त्यसको फाइदा नगरपालिकालाई। नम्बर 13-11 मैले बारम्बार भनिरहेको छु, यो सेतो मिकासा पोल अलि पानी सोचेर हेभी हुन्छ, त्यही भएर अरू भलिबलहरू। नौबहिनी गाउँपालिकालाई नम्बर 15-16 तपाईँहरूको भिडियो हाम्रो केआरसी युट्युब च्यानलबाट अपलोड हुँदैछ। तपाईँहरूको गेम आफ्नो हेरेर मजा लिनको लागि तपाईँहरूले केआरसी युट्युब च्यानल सर्च गरेर तपाईँहरूले सब्स्क्राइब ठोकिदिनु होला, सपोर्ट गरिदिनु होला। उत्कृष्ट चलाकीपूर्ण प्लेस। नम्बर 18-15 नगरपालिका अगाडि अगाडि, गाउँपालिका पछाडि पछाडि। फेरि मौका नगरपालिकालाई भन्दै थिए, अब चाहिँ फेरि झिम्पालाई फेरि